हेलो नमस्ते। बुद्धचित्त मालाको बिरुवा रोप्न इच्छुक कृषक महानुभावहरूलाई एउटा सूचना। बजारमा सस्तो खालको नराम्रो मालाको बिरुवाहरू हामीकोबाट सस्तोमा लगेको 100-200 बेचिएका दिएका बिरुवाहरू चाहिँ राम्रो खालको मालाको बिरुवा भनेर 2500, 1500, 2000, 3000 मा बिक्री वितरण गरिएको जानकारी हामीले पाएको हुनाले तपाईँहरू नझुक्किने होला। तपाईँ नेपालको जुनसुकै कुना काप्चामा भए पनि हाम्रो सिधै हाम्रो यस नर्सरीमा आएर बिरुवाको विषयमा पूर्ण जानकारी लिएर मात्र बिरुवा लगेर आफ्नो जग्गामा लगेर रोप्नु हुन अनुरोध गर्दछु। त्यसकारण तपाईँ अनलाइनबाट टिकटकमा अथवा युट्युबमा हेरेर अर्डर गरेर बिरुवाहरू लगेर नरोप्नुहोला। तपाईँ सिधै हाम्रो नर्सरीमा आउनुहोस्। 18 वर्षदेखि बुद्धचित्त मालाको खेती गर्दै आउनुभएका खाइबा लामा मुन्द्रेसँग बुद्धचित्त मालाको विषयमा पूर्ण जानकारी लिएर मात्र सादा माला अथवा 2 मुखे, 3 मुखे, 4 मुखे, 5 मुखे अनि नो साउन्ड सिपालीमा काटिएको 3 करोडमा एग्रिमेन्ट गरिएको बुद्धचित्त मालाको रुखबाट उत्पादन भएका मालाका दानाका बिरुवाहरू पनि हामीसँग छ। त्यसको विषयमा पनि पूर्ण जानकारी लिनुहोस्। राम्रोसँग मालाको विषयमा बुद्धचित्त मालाको बिरुवाको विषयमा राम्रोसँग बुझेर जानकारी लिएर मात्र अनि लगेर आफ्नो जग्गा जमिनमा लगेर रोप्नुहोला। तपाईँहरू नझुकिने होला। बजारमा सस्तो बिरुवालाई महँगोमा बिक्री वितरण गरिएको हामीले जानकारी पाएका छौँ। त्यसैको लागि हामीले यो भिडियो यहाँहरूको लागि लिएर आएका हौँ। त्यसकारण तपाईँहरू नझुकिनुहोस्। सकेसम्म हाम्रो नर्सरीमा आउनुहोस् र बुद्धचित्त मालाको बिरुवाको विषयमा पूर्ण जानकारी लिएर मात्र लगेर रोप्नुहोला। धन्यवाद। ठुलो आउनु पर्यो, जति जति यो चाहिँ ठुलो आउनु पर्यो। अनि तपाईँको 6 मुखेको चाहिँ 5000 देखि 1000 रुपियाँदेखि राउन्ड 1000 रुपियाँदेखि अब 3 लाखसम्म चाहिँ 6 मुखेको एक गेडाको। अनि 7 मुखेको त कुरै नगर। अब त्यो नहुने कुरो गरेर हुँदैन है। त्यो 6 मुखे 7 मुखे 8 मुखे भनेको त त्यो एउटा दुईवटा भेट्ने हो। त्यो पनि एउटा दुईवटा बोर्डमा नत्र भने त्यो चाहिँ भाग्य पनि ल्याउनुपर्छ। तर 6 मुखे चाहिँ धेरै हो भने 10वटा जति 6 मुखे फलेको बोर्ड भेट्यो भने त्यसको त त्यो कुरै नगरे पनि हुन्छ। ठेकदारले जति भने त्यतितिर लान्छ। ठेकदार जहाँ त त्यहाँ त कहाँ पुग्छ कहाँ पुग्छ। अब एक वर्ष पो उसलाई थाहा छैन। अर्को वर्षमा त त्यो त लिक हुन्छ। लिक हुँदाखेरि त संसार फिच्छ नि त है। हो, त्यही भएर मेरो माला राम्रो छ, मेरो मालामा यति मुखे निस्क्यो उति मुनि निस्क्यो त्यो पनि नभन्नु। बोर्ड मार्छ। धेरै मान्छेको बोर्ड मरिसक्यो यहाँ। मरेको होइन, मारेको। त्यो त्यसरी बुझ्नु। एसिडहरू के हाल्ने? कुनैले एसिड हाल्छ, कुनैको भित्री ज्ञानले मार्ने पनि आउने रहेछ। त्यो बुझिसक्यो हामीले।